आज त यार पानी पर्यो पानी पर्यो नि भाइ यहाँ त इराकमा पानी पर्दैछ هو هذا اي هو نفس تعليق حبيبي صغير पानी पर्यो सिना डर्के ولك هو نسيتي राति कहिले बिहान कति बजिरहेको छ 3 बजिरहेको 3 बजिरहेको पानी पर्यो है पानी पर्न सुरु गरे 3 दिनको वर्षा छ अरे 3 दिनको वर्षा छ अरे अब पानी दामी हो मौसम चाहिँ एकदम दामी छ लगाइ लुकेर बस्यो हेर्नु नि والله لوكر بشار لا لا ما والله ما لا ماكو والله ماكو هذا يا اوه पानी भर रहा था पानी यस بطلت وش تبدل وياك والله मुश्किल كده لا नामरे फलामको गेट ये फलामको गेट फलामको ढोका क्यामेरा सब क्यामेरा यो डल्ला डुली सबै क्यामेरा पापा कम्ती छ नि ग्रान्ड मिलेनियममा ग्रान्ड होटलमा लानु حبيبي شوي يا حبيبي الله عليا بموت في ايدي يا شباب पानी पर्यो यार गाइस पानी पर्यो ल अब पानी पर्यो आज यार पानी पर्यो असिना डर्केर पानी पर्यो असिना डर्केर यहाँ झिलिमिली छ ओहो झिली ऊ पनि फुल्या छ फुल पनि फुल्या छ दामी फुल्या छ है गाइस हाम्रो एसीबी लाइनहरुमा यो त सर्च एरिया आज यस्तो छ दामी बनाएर हाल्दैछ यार लाइट त दामी छ त यहाँ के छ यार पानी परेर भएर आयो पानी परेछ है त्यस्तो मौसम चाहिँ दामी छ मौसम चाहिँ एकदम सही छ सही बरो आज सही छ आज बुढो बाहिर छैन क्या बाह्र हिजो पनि कति 3-4 बजीतिर आयो हेर्नु यहाँ काष्ठकलाको हाम्रो नेपालतिर है काष्ठकलाको उयो गर्दैन हेर्नु ल हेर्नु यहाँ काष्ठकलाको कति राम्रो ढोका बनाएर यहाँनिर कस्तो नाम लेखेको छ ढोका काठहरूको यस्तो सजावटी जे होस् यहाँ सजिलो छ कि अहिले त ड्युटी गर्नु सजिलो छ क्या ड्युटी गर्नु सजिलो छ कि आज यो हाल्दैछ माथि ट्रस हाल्दैछ बत्ती हाल्दैछ राम्रै छ त्यो सिस्टम चाहिँ दामी बनाएर राख्दैछ अब भित्र जानु पर्ला ठुलो पानी पर्दा त हुन्थ्यो नि है भित्र पुरै घिनलाग्दो बनाइहाल्यो पुरा त्यो उसले दुम्सी चर्या जस्तो बनाएको छ टोयलेटमा त कति सफा गर्नु मैले नि त अघि 4-5 चोटि गर्नु आज चाहिँ पानी परेको छ त्यही भएर मैले भ्लग बनाएँ आज आजबाट सुरु भयो पानी पर्नु 3 दिन छरे पर्न ल अब हामीलाई चाहिँ ठिकै छ यहाँ त हामी पानीले भिज्दैन नि रुच्दैन नि हाबेन यहाँ त पानीले रुच्दैन नि त माथिबाट छ ओहो जाडो त गजब छ तपाईले टोपी ल्याएर सही गर्नु भएको यार
यो चाहिँ यसलाई के भन्छ ढार भन्छ होइन के भन्छ यसलाई भोल्टबाट पावरबाट चल्ने माथि उठाइदिनु त एकचोटि बिहान माथि उठाउनु त त्यही त चेक पोइन्टको भोल्ट खै त त्यो अर्को खै त डिभाइस खै त यो उठ्यो अब के गर्ने यहाँ ठाउँै त्यस्तै छ अलिकति डेन्जर डाउन गरिदिनु यस्तो छ यहाँको फुल सेफ्टी भनौँ न फुल सेफ्टी सहित अब त्यति नगरेर त फेरि यहाँकाहरू गोला बारुद बोकेर भित्र पुगिहाल्छ होइन ल ठिक छ धेरै धेरै धन्यवाद थ्याङ्क्स फर माई वाचिङ भिडियो एभ्री वान गाइज माई फ्रेन्ड शुभ बिहानी शुभ प्रभात हजुरहरूलाई कस्तो लाग्छ मेरो भ्लगलाई लाइक सेयर कमेन्ट गरेर चाहिँ मेरो च्यानललाई चाहिँ सबैमा बढाइदिनु होला धन्यवाद 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 यो एसिबी अर्को भ्लगमा म आउने बाचाको साथ अब यहाँ भ्लगलाई यहीँ बन्द गरेँ है त धन्यवाद बाई बाई सी यू बाई